एक समयको कुरा हो, पहाडको काखमा एउटा सानो गाउँ बसेको थियो। त्यही गाउँमा बस्दै बहादुर बाको बुढेसकालको यात्रा सुरु भइसकेको थियो र मनमा छोरा बुहारीको माया अनि अन्तिम दिनहरू आफ्ना प्रियजनको साथमा बिताउने आशाले भरिएको थियो। बाका दुई छोराहरू थिए। जेठो छोरो हरिबहादुर सहरमा व्यापार गर्थे। धेरै कमाई, घरमा सबै थोक थियो, केही कमी थिएन। तर जीवन भने व्यस्त र चिसो थियो। उनकी श्रीमती धनकुमारी पनि सहरकै चालमा ढलिसकेकी थिइन्। बोल्न त बोल्थिन्, तर बोलीमा मिठास भन्दा घमण्ड बढी मिसिएको हुन्थ्यो। कान्छो छोरो मनबहादुर गाउँमै बसेर खेतीपाती गर्थे। घर सानो थियो, भाडा थोरै थिए, तर मनमा गुनासो थिएन। उनकी श्रीमती कमला सोझी र सेवा भावले भरिएकी। धेरै थिएन उनीहरू कहाँ, तर जति थियो त्यसमा माया मिसिएको थियो। तर बाको मन भने सधैँ जेठा छोरा र बुहारीतिरै ढल्कन्थ्यो। गाउँमा कहिलेकाहीँ बा चौतारीमा वा चिया पसलमा बस्नु भएको बेला गफको बीचमा गर्वले छाती फुलाउँदै भन्नुहुन्थ्यो, मेरो ठुलो बुहारीले त मलाई धेरै माया गर्छे र हरिबहादुरले त कहिले दुःख पर्नै दिएन। अनि सहरमा उसले बनाएको घर त यति ठुलो छ कि कोठाहरू गनिनै गाह्रो पर्छ। बाले कहिले कान्छा छोरा वा कमलाको कुरा गर्दैन थिए। गाउँलेहरू चुपचाप मुस्कुराउँदै सुन्थे, तर कसैले केही पनि बोल्दैन थिए। हरिबहादुर र धनकुमारी सहर गएपछि फर्केर कहिल्यै गाउँ आएनन्। उनीहरू त सहरमै रमाए, सहरमै हराए। तर मनबहादुर गाउँमै बसेको थियो। बिहानदेखि बेलुकीसम्मै खटेर पसिना बगाउँथ्यो अनि परिवारको साथ दिन्थ्यो। कमला पनि बिहान बेलुकी घर सम्हाल्दै बाको हेरचाहमा जुटिरहेकी हुन्थे। तर बाले भने कहिले उनीहरूका कुरा गर्दैन थिए। न मनबहादुरको मेहनतको चर्चा गर्थे, न कमलाको सेवा मायाको प्रशंसा। गाउँलेहरूले सबै देखिरहेका हुन्थे, मनबहादुरको मेहनत, कमलाको निस्वार्थ सेवा। तर कसैले पनि बाको अगाडि यही भनेनन्। कोही सम्मानका कारण चुप लाग्थे, त कोही बाले आफै बुझ्लान् कि भनेर चुप बस्थे। यसरी नै दिन बित्दै गए र एक दिन बाले अब केही महिना हरिबहादुरको घरमै बस्छु भनेर सहर लाग्नुभयो। धेरै लामो यात्रा तय गरेर बा सहर पुगे। यात्राले थकित भएर बिस्तारै लाउरो टेक्दै हरिबहादुरको घरको ढोका अघि पुगे र बिस्तारै हात उठाएर ढोका ढकढकाउनु भयो। धनकुमारीले ढोका खोलिन्। अनुहारमा जबरजस्तीको मुस्कान थियो। ओहो बा, एक्कासी आउनु भए त, खबर गरेको भए अलिक सजिलो हुन्थ्यो नि। बाले मुस्कुराउँदै आफ्नो छोराको घरमा आउन पनि खबर चाहिन्छ र बुहारी भन्दै भित्र पसे। केही बेरपछि धनकुमारीले जबरजस्ती हाँसेर चिया ल्याइन् र केही क्षणमै हरिबहादुर पनि कामबाट फर्के। बाको अनुहारमा चमक आयो। ओइ छोरा, आइपुगिस्? धेरै दिनपछि देखेर त मनै रमायो। हरिबहादुरले मुस्कुराउँदै टाउको हल्लाउँदै, हो बा, थाकेको छु, कामले त साह्रै फुर्सद छैन आजकल भन्दै आफ्नो कोठातिर लागे। रातिको खानाको तयारी भइसकेको थियो। टेबलमा खाना राम्ररी सजाइएको थियो। धनकुमारीले भनिन्, बा, खाना राखिसकेको छु, आउनुहोस्। बा टेबल हेरेर अल्मलिए। गाउँमा त भुइँमा आसन ओछ्याएर हातले खाने बानी थियो। बाले शान्त स्वरमा भने, बुहारी, मलाई त तल बस्न सजिलो हुन्छ, यो अग्लो टेबल त गाह्रो लाग्छ। धनकुमारीले अनुहार खुम्चाउँदै तीखो स्वरमा भनिन्, बा, यो तपाईँको गाउँ होइन, यहाँ त सबैजना टेबलमै बस्छन्। हामी सहरमा बस्छौँ र पुरानो चलन चल्दैन अब। बा केही बोलेनन्। बिस्तारी कुर्सी तानेर बस्नुभयो अनि खाना खान थाल्नुभयो। अर्को बिहान बा चाँडै उठ्नुभयो। घरमा सबै सुतिरहेका थिए।
झ्याल खोल्न मन लाग्यो, तर जाली लगाएको झ्यालमा हावा पनि पर्खेर आउँथ्यो। बा लौरो समाउँदै बैठक कोठातिर लाग्नुभयो। गाउँमा त सधैँ बिहानै कान्छी बुहारीले ताजा दुधको तातो चिया ल्याएर दिन्थ्यो, तर यहाँ सहरको बैठकमा त न चिया थियो न सोध्ने कोही। बाले मनमा नै सहर होस् या गाउँ, बिहान त चिया चाहिन्छ नि भन्दै भान्सातिर चिया बनाउन जानुभयो। तर सहरको भान्सा त गाउँको जस्तो रहेनछ। चियापत्ती कहाँ, चिनी कुन डिब्बामा, केही अत्तो पत्तो थिएन। चुलो पनि छुन डर लाग्ने, के चालु छ के बन्द छ, साह्रै झन्झट लाग्यो। बा अलिक बेर उभिए अनि चुपचाप फर्किए। बाको लौरोको टक टक आवाजले धनकुमारीको निन्द्रा खुल्यो। निन्द्राबाट बिउजेपछि धनकुमारी बाहिर आइन् र बालाई सोधिन्, बा बिहान बिहानै भान्सामा के खोजिरहनु भएको छ? बाले मुस्कुराउँदै भने, यतिकै हो बुहारी, बिहान चिया पिउने बानी छ, त्यसैले भान्सातिर लागे। धनकुमारीले निधार खुम्चाउँदै भनिन्, तपाईलाई केही चाहिएमा मलाई भन्नु नि, यहाँ गाउँ जस्तो खुला चुलो हुँदैन, यहाँ त सबै कुरा मिलाएर राखिएको हुन्छ। बा चुपचाप लाउरो समाउँदै फेरि कोठातिर फर्कनुभयो। केही बेरपछि हरिबहादुरको निन्द्रा खुल्यो। उसलाई काममा जानु थियो, त्यसैले झटपट तयारी गर्न थाल्यो। बा कोठामा चुपचाप बसिरहनु भएको थियो। धनकुमारीले बालाई खाजाको समय भयो, आउनुहोस् भनेर बोलायो। बालाई भोक त लागेकै थियो। गाउँमा त कान्छी बुहारीले बिहानै तातो रोटी बनाएर बा घिउ ल्याइदिनु भनेर सोध्थे, तर यहाँ त टेबलमा पुगेर हेर्दा थालमा 2वटा पाउ रोटी र एउटा अन्डा थियो। बा केही बोलेनन्, मुस्कुराउँदै कोसिस गरेर खान थाले। खाजा पेटमा त गयो, तर मनमा स्वाद पुग्न सकेन। हरिबहादुरले केही बेरसम्म बासँग सामान्य कुराकानी गर्यो र त्यसपछि ऊ काममा निस्कियो। बा कुर्सीमै बसिरहनु भयो, त्यो पसलको पाउरोटी मुखमा चपाउँदै आफ्नो गाउँको त्यो तातो रोटी सम्झिँदै। त्यसरी नै 1 हप्ता बित्यो। हरिबहादुर बिहानै काममा निस्किन्थ्यो र बेलुकी ढिलो फर्किन्थ्यो। बा केही चाहियो भने बुहारीलाई भन्नु है भन्थ्यो, तर धनकुमारीलाई बा घरमा हुनुहुन्छ कि हुनुहुन्न भनेर खासै चासो थिएन, न फुर्सद थियो। ऊ दिनभरि टिभी हेरिरहन्थिन् कि सहरका साथीहरूसँग बजार घुम्दै हिँड्थिन्। कहिलेकाहीँ त बा आज म बाहिर जाँदैछु, छेउको पसलबाट खाना ल्याएकी छु, तताएर खानु है भन्थिन् र गइहाल्थिन्। बा हल्का मुस्कुराउनुहुन्थ्यो, तर त्यो मुस्कानभित्र चाहिँ भोकभन्दा बढी मायाको भोक नबुझिएको पीडा लुकेको थियो। बा दिनभरि घरभित्र एक्लै बस्नुहुन्थ्यो। झ्यालको पर्दा अलिक खोलेर बाहिर हेर्नुहुन्थ्यो। झ्यालको कुनाबाट पसेको घामले बालाई गाउँको सम्झना दिलाउँथ्यो। गाउँमा त दिनभरि यताउति खेतबारीको छेउ हिँड्दा पनि कुनै न कुनै चिनजानको मान्छे भेट्थ्यो र त्यो भन्दा पनि कमलाको त्यो बोली, बा केही चाहियो, बा चिया ल्याइदेऊ। ती प्रश्नहरू त शब्द मात्र होइन, माया थिए। यहाँ सहरको यो ठुलो घरमा बा नबोल्थे, नबोल्ने कोही हुन्थ्यो। दिनहरू घडीका काँटा जस्तै बितिरहेका थिए। यसरी नै एक बिहान सबैजना खाजा खान बसेका थिए, अरू सामान्य दिन जस्तै। धनकुमारी प्लेटमा अन्डा राख्दै कुरा कुरामा, बा गाउँमा त मोहनबहादुर र कमला पनि त एक्लै होलान् नि, तपाईँ कहिले फर्किनुहुन्छ भनेर सोधिन्। हरिबहादुर थोरै असहज भए जस्तो गरे, तर केही बोलेन। बा भने एकछिन चुप लाग्नुभयो। धनकुमारीको त्यो वाक्यले बाको मुटुमा चिसो पर्यो र त्यो घर अब आफ्नो जस्तो होइन, कसैको घरमा बसिरहे जस्तो लाग्न थालिसकेको थियो। त्यति बेला हरिबहादुरले हल्का मुस्कान सहित भने, बा तपाईलाई जति दिनसम्म मन लाग्छ बस्नुहोस्, यो त तपाईको नै घर हो। बा केही नभनी चुपचाप आफ्नो थाल उठाएर भान्सामा पुर्याउन जानुभयो, सायद मनको पीडा भुलाउने बहानामा। त्यही बेला थाल हातबाट चिप्ल्यो
र भुइँमा झरेर फुट्यो। धनकुमारी भित्रबाट दौडिँदै आइन् र रिसाउँदै भनिन्, ओहो बा, यो त मेरो साथीले ल्याइदिएको महँगो प्लेट थियो। कति पैसा पर्छ भनेर के थाहा छ तपाईँलाई? बा फुटेको थालतिर टोलाउँदै हेर्नुभयो र आँखाबाट आँसु खस्यो। माफ गर है बुहारी, कसरी चिप्ल्यो थाहा नै भएन। त्यो सुनेर हरिबहादुर मौन रहन सकेन। के बासँग बोल्ने तरिका यही हो तिम्रो? नयाँ प्लेट म ल्याइदिन्छु भन्दै हरिबहादुरले धनकुमारीलाई गाली गरे र झोला काँधमा हालेर रिसाउँदै कामतिर निस्किए। त्यसपछि घरभित्र सन्नाटा छायो। बा चुपचाप आफ्नो कोठातिर लागे र ओछ्यानमा बसे, तर मन कतै बस्न सकेन। त्यो दिन उहाँलाई निकै लामो लाग्यो। घडीको सुई हरेक पटक अघि बढ्दा बाको मन गाउँतिर अझै तानिन थाल्यो। त्यति बेला बाले कमलाको मूल्य बुझ्नुभयो र मनमा नै सोच्नुभयो, मैले कमला बुहारीको माया कहिल्यै देखिन। उसले कहिल्यै गुनासो नगरी दिएको ममता र सेवाको कदर गर्न जानिन रहेछु। बाको आँखाबाट आँसु खस्यो र त्यही क्षण बाले निर्णय लिनुभयो, अब म गाउँ फर्किन्छु। त्यही बेलुकी बाले हरिबहादुरसँग शान्त र छोटो कुरा गर्नुभयो र भोलिपल्ट बिहानीको गाडी चढेर गाउँ फर्कनुभयो। सहरमा बिताएका ती केही दिनहरू अब सम्झन्दा पनि सपना जस्तै लाग्थ्यो। दिनभरिको यात्रापछि बा गाउँ आइपुग्नुभयो। चौथरीमा बसेका गाउँलेहरूले बालाई देखे र आश्चर्यचकित हुँदै एकजनाले बालाई भने, ए बा, 1 महिना नपुगी फर्किनुभयो, के भयो? गाउँको याद आयो कि क्या हो? बा हल्का मुस्कुराउन भयो, केही नबोली अगाडि बढे। त्यो मुस्कानभित्र धेरै कुरा लुकेका थिए। घर पुग्दा कमला आँगन सफा गर्दै थिए। बालाई देख्ने साथ हर्षित भएर बा आउनुभयो भन्दै दौडिए र बाको झोला लिए। उसको आँखामा साँचो खुसीको चमक थियो। त्यो नजारा देखेर बाको आँखाबाट आँसु खस्यो, तर यसपटक त्यो आँसु पीडाको होइन, हृदय छुने माया र जीवनको गहिरो पाठको थियो। त्यो दिनदेखि बाले कहिले सहरको कुरा गरेनन्। अब उनको मुखबाट मनबहादुर र कमलाको प्रशंसा सुनिन्थ्यो र गाउँलेहरू पनि त्यो सुनेर खुसी हुन्थे, किनकि मनबहादुरको मेहनत र कमलाको त्यो सेवा त उनीहरूले सधैँ देखेकै थिए। अब थोरै पैसामा पनि बाको मन शान्त थियो र उहाँले बाँकीको जीवन साँचो माया, आफ्नोपन र आदर बीच बिताउनु भयो।